केही कुरा राज्यको दायित्वभित्र पर्नुपर्छ। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र शान्ति सुरक्षामा सम्पूर्ण रूपमा राज्यको दायित्व हुनुपर्छ। त्यसैले उपचार गर्ने राज्यको दायित्व हो। त्यो दायित्व राज्यले पूर्ण रूपमा पुरा गरेको छ। म पनि भन्दिनँ संसारमा सुखी त्यो मात्रै हुन्छ जो स्वस्थ हुन्छ। धनी मान्छे अस्वस्थ छ भने त्यो सुखी हुँदैन। विद्वान मान्छे अस्वस्थ छ भने त्यो पनि सुखी हुँदैन। त्यो देश धनी हो जुन देशका नागरिक स्वस्थ छन्। आजकै मितिसम्म पनि हामीले जनतालाई भन्न मिल्ने, नागरिकलाई भन्न मिल्ने केही कामहरू गरिसकेका छौँ। आज 14 वर्षभन्दा तलका बालबालिका सबैको क्यान्सर उपचार निःशुल्क हुन्छ। नेपालका 4वटा अस्पतालहरूमा यो व्यवस्था गरिएको छ। आज धनगढीबाट केमो दिनका निम्ति भक्तपुर जानु पर्दैन या चितवन जानु पर्दैन। आज त्यही दिने व्यवस्था भएको छ। 7वटा प्रदेशका 7वटा अस्पतालहरूमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ। मुटु उपचार सेवा पनि क्रमशः विस्तार गर्ने गरी हामी आइसकेपछि थप 3 अस्पताल भइसकेको छ। प्रत्यारोपणको पनि हामी आइसकेपछि थप 2 अस्पतालमा भएको छ। यो पनि 7 प्रदेशमा लाने गरी हामीले काम गरिरहेका छौँ। हेमोफिलियाको समस्या भएकाहरूलाई रगत पातलो गर्ने औषधि आवश्यक पर्छ। त्यो निःशुल्क उपलब्ध हुने प्रबन्ध मात्रै होइन, त्यो प्रबन्धलाई हामीले कार्यान्वयन गरिसकेका छौँ। अस्ति मात्रै मन्त्रालयमा हामीले पत्रकार सम्मेलन गरेर स्ट्रोकको औषधि, पक्षघातको औषधि एक फाइललाई झन्डै 72,000 रुपियाँ पर्छ। एउटालाई 3 फाइलसम्म चाहिने स्थिति हुन सक्छ। त्यो औषधि आवश्यकता अनुसार निःशुल्क गर्ने घोषणा गरेको होइन। औषधि नै नेपाल आएर 3 अस्पतालमा हामीले उपलब्ध गर्ने व्यवस्था गरिसकेका छौँ। त्यसपछि नेपालमा जलन उपचार विपन्नका लागि निःशुल्क हुने व्यवस्था थिएन। अहिले नेपालका 8वटा अस्पतालहरूमा विपन्नका लागि जलन उपचार निःशुल्क हुने प्रबन्ध हामीले गरेका छौँ। 3 हामी आइसकेपछि कीर्तिपुरमा मात्रै जलन उपचार शैय्या थियो। वीर हस्पिटलमा हामीले थप्यौँ र अरू 6वटा प्रदेशमा पनि हामीले क्रमशः थप्दै अगाडि बढिरहेका छौँ। त्यसैले केही उपलब्धिहरू भएको स्थिति छ। यहाँ कसैले पनि भन्नु भएन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS को पढाइ कसरी सुरु भयो। हामी आउनु अगाडि यहाँ MBBS को पढाइ सुरु हुने स्थिति थियो। आज यही तपाईको दानमा बनेको प्रतिष्ठानमा MBBS को पढाइ सुरु नै भइसकेको छ। 1 वर्षपछि हुनेछ भनिएको होइन। स्वास्थ्य मन्त्रालयको आन्तरिक बजेटबाट यहाँ पोखरामा MBBS को पढाइ सुरु भएको छ। यो उपलब्धिलाई तपाईले उपलब्धि नमान्नु। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र पनि हामीले थुप्रै सुधारहरू गर्दैछौँ। त्यसलाई नजिकबाट बुझिदिनका निम्ति म अनुरोध गर्न चाहन्छु। सिकल सेल एनिमियाको समस्या थारू समुदायको 12% छ भन्ने मैले सुनेको थिएँ। पहिला त्यो समस्या हुनेहरूलाई अस्पतालमै छिर्न दिइदैन थियो। हामी आउनुभन्दा अगाडि अस्पतालमा छिर्न दिइन्थ्यो, तर कुनै बेडमा त्यो समस्या भएको व्यक्ति बस्नुभयो भने छेउका 2टा बेडहरू खाली हुन्थ्यो, किनकि त्यो बेडको नजिक कोही पनि बस्न चाहदैन। त्यो समस्या भएकाहरू त्यो सरुवा रोग होइन, कसैले पनि घृणा गर्नु पर्दैन। उहाँहरूको त्यो समस्या जीवनभर निको हुँदैन, त्यसले ज्यान पनि लिँदैन। जसलाई समस्या भएपछि अस्पतालको बेडमा गएर 4 घण्टा बस्नुपर्छ, स्लाइन लिनुपर्छ, त्यसपछि तत्क्षणका लागि त्यो ठिक हुन्छ, फेरि अर्को पटक गल्छिन्छ। यो समस्या भएको व्यक्तिले 100% समस्या भएको व्यक्तिसँग विवाह गर्यो भने 100% समस्या भएको बच्चा जन्मिन्छ। 50% समस्या भएको व्यक्तिले 50% समस्या भएको व्यक्तिसँग विवाह गर्यो भने 50% समस्या भएको बच्चा जन्मिन्छ। समस्या भएको व्यक्तिले समस्या नभएको व्यक्तिसँग
मान्छेसँग विवाह गर्यो भने समस्या रहित बच्चा जन्मिन्छ। अब त्यो समुदायमा यो चेतना कसले विस्तार गर्ने? समस्या भएको व्यक्तिसँग समस्या नभएको व्यक्तिले विवाह गर्यो भने अब जन्मिने कसैलाई पनि सिकल सेलको समस्या हुँदैन। यो हाम्रो पार्टीले गर्न जरुरी छ। अब त्यो समुदायमा गएर यो चेतना विस्तार हाम्रो पार्टीले गर्न जरुरी छ। आज हामी आइसकेपछि भेरीमा सिकल सेल एनिमियाको वार्ड खुलेको छ। यही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामी आइसकेपछि 10 बेडको वार्ड सिकल सेल एनिमियाको खुलेको छ। यो उपलब्धि होइन। हामी टिकापुर अस्पतालमा, सेती अस्पतालमा, गेटा अस्पतालमा यही बर्दियाको डेडिकेटेड एउटा अस्पताल बनाएर त्यसलाई अझ विस्तार गर्ने क्रममा काम गरिरहेको विषय म अनुभव गर्न चाहन्छु। यो आधारभूत अस्पतालको सन्दर्भमा तपाईको पालिकामा आधारभूत अस्पताल 15 शैय्याको, 10 शैय्याको, 5 शैय्याको बनेको छ भने चिन्ता नगर्नुहोस्। यो पटकको बजेटपछि तपाईको अस्पतालमा डाक्टर पनि आउनुहुन्छ, उपकरण पनि आउँछ। यो अस्पतालको आधारभूत अस्पताल बनेका पालिकाहरू जम्मा 60वटा मात्रै छन्। अब बाँकीको हकमा जहाँ काम 50% भन्दा बढी भएको छ त्यो कामलाई पूर्णता दिने गरी बजेट विनियोजन गरिएको छ। जहाँ कामै सुरु भएको छैन त्यहाँ चाहिँ यति नै खर्चमा आधारभूत अस्पताल बनाउने या त्यसको विकल्प केही खोज्ने भन्ने बारेमा हामीले छलफल गरिरहेका छौँ। नेपाल सरकारको तीन तहका सरकार मातहतमा 5 तहका अस्पतालहरू छन्। सबै अस्पतालले उपचारात्मक क्षेत्रमा मात्रै काम गरेको स्थिति छ। हामीलाई त स्वास्थ्य चौकीमा पनि एमआरआई चाहिएको छ। स्वास्थ्य चौकी भनेको त्यो प्राथमिक उपचार केन्द्र हो, त्यो विशिष्टकृत उपचार केन्द्र होइन। त्यसैले स्वास्थ्य चौकीमा एमआरआई र सिटी स्क्यान सम्भव हुँदैन। त्यसैले आधारभूत अस्पताललाई हाम्रो संविधानले निःशुल्क भनेको छ। निःशुल्क गर्ने गरी केही संरचनाहरू बनेका छन् जे अस्तव्यस्त छन्। निःशुल्क आधारभूत उपचार सेवा प्रदान गर्न पनि हामीले व्यवस्थित ढङ्गले काम गर्न जरुरी छ। त्यसको तयारी पनि भइरहेको छ। विशिष्टकृत उपचार उपलब्ध गराउने सन्दर्भमा सङ्घीय अस्पतालहरू, प्रादेशिक अस्पतालहरू, सामुदायिक अस्पतालहरू, निजी अस्पतालहरू, थुप्रै अस्पतालहरू छन्। अब विशिष्टकृत अस्पताल काठमाडौँमा हामीले एउटा न्युरो हस्पिटल सरकारी लगानीमा बनाउन खोजिरहेका छौँ। किनकि विशिष्टकृत न्युरो हस्पिटल सरकारी अस्पतालका रूपमा कहीँ पनि छैन। त्यो बाहेक शहरी क्षेत्रमा विशिष्टकृत नयाँ अस्पतालको जग खोल्न जरुरी छैन। दुर्गम क्षेत्रमा केही ठाउँमा हुन सक्छ। भएका विशिष्टकृत सेवा प्रदान गर्ने अस्पतालहरूमा व्यवस्थापकीय पक्षलाई चुस्त दुरुस्त बनाइयो भने हामीले यो समस्यालाई हल गर्न सक्छौँ। त्यसैले अब अहिले नागरिकले उपचार गर्दा उपचारमा 100 रुपियाँ खर्च गर्दा सरकारी अस्पतालमै उपचार गर्यो भने पनि 55 रुपियाँ उसको गोजीको जान्छ। हामीले नागरिकको गोजीबाट अब 10 रुपियाँ भन्दा माथि खर्च नहुने स्थिति बनाउन खोजिरहेका छौँ। अब नागरिकलाई विशेष गरी विपन्न आर्थिक हैसियत कमजोर भएका नागरिकहरूको उपचार सहज ढङ्गबाट हुने, उपचार गर्न गोजीमा पैसा नभएका कारणले मृत्युवरण गर्नुपर्ने जुन स्थिति छ त्यसलाई अन्त्य गर्ने परिस्थिति निर्माण गर्न खोजिरहेका छौँ। त्यो धेरै सजिलो छैन।